गुड आफ्टरनुन, नमस्कार सेवा सम्पूर्ण युट्युब फ्यामिलीहरूलाई। आज नोभेम्बर 8 तारिकको दिन। आज आमा नेपालबाट हङकङबाट नेपाल फर्किनु हुँदैछ। अस्ति आमा चाहिँ सेप्टेम्बर 22 तारिकतिर आउनुभएको र आज नोभेम्बर 8 तारिक सेप्टेम्बर अक्टोबर झन्डै साढे 1 महिना जस्तो हङकङमा बस्नुभयो। फेरि आज नेपालतिर फर्किनु हुँदैछ। नेपालबाट फेरि युकेतिर जानुहुन्छ। अनि त्यही भएर म चाहिँ आमालाई चाहिँ आज एयरपोर्ट पुऱ्याउन जाँदैछु। त्यसकै भिडियो लिएर आउँदैछु। कृपया अन्तिमसम्म भिडियोहरू हेरिदिनु होला। धन्यवाद। हेलो, नमस्ते। म अहिले आमाको लागि ट्याक्सी खोज्नको लागि म जाँदैछु। त्यहाँ आमाको साथै बसिराख्नु पर्छ। त्यो के अरे त्यो नोभेम्बरतिर पनि यति साह्रो घाम लागेको छ यार, कति साह्रो। यो वर्ष त हङकङमा त जाडो नआउने रहेछ के हो। टन्टला पुर घाम लागेर यार। यतिखेर त पुरै ज्याकेट लाएर हिँड्नुपर्ने मान्छेहरू पुरै टी सर्टमा। ल बोध चाहिँ नाति आइसक्यो। ल लिएर आऊ। छेमा पनि आउनु त। गाडी ल्याइसक्यो छेमा। ल ल आउनुहोस् आमा। आमा सामानहरू ट्याक्सीमा। यो पनि राख्दै छोरा। गर्मी यस्तो छ। आमाको साथी पनि यहाँ हुनुहुन्छ के अरे, अब जानुहुँदैछ। अब पछि कफ पर्नुहुँदैछ छ्यामासँग बिचरा। हो हिली त छोता।呢個出緊條磚，跟住嗰個。跟住就屯門，屯就係。好。आमाले त ट्याक्सीमा बसिसक्नुभयो। ल आमा शुभ यात्रा राम्रोसँग जानुहोस्। के भयो यहीँ पो ट्राफिक जाम भयो त। घर छेउमै कहाँ उ भएको छ यार। दिमाग खराब हो होला जस्तो छ त। चल्दैछ हिँड्दैछ अलिअलि। तिर त्यो ग्रिन लाइटमा होइन, यो पर पुरै जाम भइरहेछ के भइरहेछ। यो ट्याक्सी पनि ठ्याक्क घर जाँदैछ कि अरे। एयरपोर्ट भनेको आत्तिँदै आइहाल्यो। जान्छस् भनेको मलाई भनेको हुन्थ्यो त नि। कोही पर मासु चाहिँ काट्नु पर्दैन। खै आमाले यहाँ नङ काट्नु भएको अरे, पुरै मासु काट्नु पर्छ। मलाई भनेको हुन्थ्यो त म काटिदिन्थेँ त। मासु चाहिँ काटेछु, नङ चाहिँ दिएछु। यस्तो त छ। हिजो पो यसो गर्छु त ढङ टिकटी फेरि यहाँ दुख्छ। यो रातो ट्याक्सीहरू प्रायः चाहिँ अब यता कुदाएको हुन्न, थाहा त हुन्न मुलाहरूलाई हुनु चाहिँ। यिनीहरू चाहिँ कता एयरपोर्टतिर मात्रै हो। यिनीहरू चाहिँ काउलुङ साइडतिर, काउलुङ हङकङतिर कुदाउने कि रातो ट्याक्सीहरू। अनि कहाँबाट आयो त यो चाहिँ? मान्छे लिएर आएकोलाई नि खास यसरी टिप्नु पाउँदैन कि यिनीहरूले पनि। त्यो अनि चारैतिर आज त जामै जाम रहेछ त। के भयो त्यतातिर पनि जाम छ त। यस्तो हेर, आज त शनिबार दिउँसो त नहुनु पनि जाम त। यस्तो त नहुनु पर्ने, खुल्नु आउनु पर्ने शनिबार। त्यही त जताततै जामै जाम छ। ल दर्शकबिन, अब हामी चाहिँ हाइवे समात्यौँ के अरे। अब हाइवेबाट अब सिधै अब एयरपोर्टमा यो लङ भेहिकलहरू सबै गाडीको गाडी सरी यो घरको पिलर वालहरू, कङ्क्रिटको वालहरू यस्तो हुन्छ। अहिले सबै कामहरू खाइदिएर बिजोग घरको वालहरू के सबै हेर्नु नि। अहिले यस्तो ल्याएर ड्याम बाहिरतिरै बनाउँछ।
उनीहरूको वर्कसपमै कङ्क्रिट गर्छ अनि यहाँ लिएर ड्याङ घरमा राख्ने हो अनि त्यो ग्यापमा चाहिँ अनि जोइन्टमा चाहिँ सिमेन्टले जोड्ने हो क्या सजिलो नि हेर काम गयो नि त नि अब कन्स्ट्रक्सनमा काम गर्ने मान्छेहरूको होइन आज के भएर पुरै जामको जाम भयो धेरै सुरुबाटै जाममा परेको अहिले पनि यहाँ चुनमुनको हाइवेतिर छ के अरे अहिले चुनमुन टाउन सेन्टर आयो यहाँ पनि फेरि जाममै परियो फेरि के भएर जाम भयो आज लोडरको लाग्यो त सुरुमै जाम यहाँ पनि जाम कहाँ चाहिँ भएछ एक्सिडेन्ट भएछ मलाई गाडीहरू पुरै जाममा फसिरहेछ साथीहरू अहिले एयरपोर्टतिरै जाने कामहरू भइरहेछ एयरपोर्ट पुगेको छैन यो चिनमुनको यो टाउन सेन्टरमा अब अहिले बल्ल आइपुगेको यहाँ पनि फेरि रोक्यो है हामी रोक्यो बसिरहेछौँ यहाँ ट्याक्सीमा यसरी आमा छोरा बसिरहेको छौँ क्या अरे आमा त्यहाँ हुनुहुन्छ यता जाममा पुरै फस्यो कतिखेर पुगिने हो कुनि होइन त्यो एयरपोर्ट जाने बसहरू राख्ने ठाउँ क्या यहाँ अब अहिले हामी चाहिँ यो समुद्र हो के अरे यो समुद्रको मुनिको टनलमा यो छोड्न लागेको छ के अरे अब यो टनल यहाँबाट सिधै एयरपोर्ट निस्किन्छ क्या यो चाहिँ समुद्र मुनिको टनलमा छिर्यो ल ए चुनमुन चेप्लापोक टनल भन्छ यसलाई चाहिँ समुद्र मुनि अघि 10-15 मिनट जस्तो हामी ट्राफिक जाममा पऱ्यो के अरे ट्राफिक जाममा नपुगेदेखि एयरपोर्ट पुग्दाखेरि त्यो पनि अहिले हामी जाँदैछौँ ढिलो त भएको छैन के अरे हामीलाई ल एक्जिट हुन लाग्यो अब बाहिर देशको दुलो बढ्यो अब घाम टन्टलाको लागेर यार बिजोग छ आइपुग्यो आउने बेलामा यहाँ पनि फेरि जाम ल है फाइनल्ली हामी फेरि यहाँ अहिले एयरपोर्टमा आइसकेको छौँ अब यहाँ ट्याक्सीबाट झरिसक्यौँ हिँड्नुहोस् आमा अगाडि हिँड्नुहोस् है जेब्रा क्रसमा अलिक गर्नुहोस् है ओके ल हिँड्यो जानु आइसक्यौँ एयरपोर्टमा यहाँ सर्भिसहरू यसरी यहाँ ल ट्रलीहरू चाहिँ यसरी अन्त के अरे आमा पर पुइसाउनु भयो यस्तो छ है एयरपोर्ट हङकङको तपाईँलाई थाहा छ नि आमा कहाँ जाने भनेर होइन हिँड्नु सीमा ईमा हो कि डीमा हो कि सीमा अहिले तलै हो हाम्रो ईमा हो जस्तो लाग्यो ई कि डीमा हो अगाडि हिँड्नुहोस् अगाडि क्याथेको चाहिँ बी र सीमा रहेछ अनि हाम्रो आरएको चाहिँ नेपाल एयरलाइन्सको चाहिँ ईमा रहेछ त्यही भएर अहिले हामी डीमा आइपुग्यौँ अब ईमा अलिक पर हो अलिक पल्लो ईमा अझै परतिर आमा हो हाम्रो पल्लो चाहिँ हो त्यहाँ हेर्नु न हुन्छ के अरे
ल हो यही हो यहाँ जोखौँ हाम्रो वेट कति भएछ के अरे वेट जोख्न पाउँछ जम यहाँ त मेन्टेनेन्सो गर्दो रहेछ त अहिले हामी यहाँ मान्छे चाहिँ यो काउन्टरै नखोलेको रहेछ त्यो अरूको चाहिँ खोलिसकेको छ यसरी लाइन नेपाल एयरलाइन्सको चाहिँ यहाँ हो के अरे खोलेको छैन अहिले त्यही भएर आमा र म चाहिँ खाजा खानु पहिला आमालाई यसो म्याकतिर जानु पर्ला म्याक खानु सायद आमा भोगाउनु भयो ल अहिले जाँदै हो हामी ल जाउँ हिँड्नुहोस् अहिले काउन्टर खोलिसकेको छ यता परतिर सबै नेपाल जाने मान्छेहरू यहाँ पुरै लाइनमा अहिले 5वटा काउन्टर खोलेछ अरेको अहिले त्यति साह्रो योमा नेपाल एयरलाइन्समा नेपालीहरू त्यति नहिँदो रहेछ अहिले प्रायः चाहिँ म्याक्सिमम् सबै क्याथेतिर मात्रै जान्छ अहिले डेली फ्लाइट छ के अरे यतातिर पनि यो कतार एयरलाइन्सको यो जाँदैछ लामो लाइन छ आमा यता बसिराख्नु भएको छ कुर्नु हुँदैछ ल खै काउन्टर सक्यो चेकिङ गरेर सबै अब जाने काम मात्रै छ व्हिल चेयर कुट्दैछ आमाको व्हिल चेयर आएको छैन 5:30 बजे आउने भनेछ अहिले 5:20 5:25 5 मिनट जस्तो बाँकी छ अब व्हिल चेयर कुट्दै व्हिल चेयर आएपछि आमाले व्हिल चेयरमा हालेर अनि पर सम्पाएर त्यहाँ जानु पर्ला म पनि घर बिस्तारै आले चढ्छ त काठमाडौँ गेट नम्बर 18 6:45 को चाहिँ टाइम छ ल फाइनली व्हिल चेयर पनि आइपुग्यो अब आमाको यहाँ अरेको स्टाफसँग कुरा गर्दैछ के अरे दुईवटा व्हिल चेयर एउटा छ्यामाको र एउटा के अरे व्हिल चेयर आइपुग्यो अब यहाँ सायद यही होला व्हिल चेयर त्यो होइन ल आमा चाहिँ अहिले जानु हुँदैछ प्लेनको लागि अहिले व्हिल चेयरमा ल जानुहोस् है आमा त्यसो राम्रोसँग जानुहोस् म माइलीलाई भन्छु अहिले एकछिनपछि यहाँ ऊ हुँदैछ के अरे फोन अहिले म एकछिनपछि गर्छु है जानुभयो आमा ल अब चाहिँ म घर फर्किँदैछु अब अघि चाहिँ ट्याक्सीमा के अरे अब चाहिँ बसमा जानु पऱ्यो बसमा जानु लागि चाहिँ यसरी हो के जाने बाटो चाहिँ हङकङको उता सिधै गयो भने पारिको चाहिँ यो एमटिआरको लाइन हो के अरे यो चाहिँ एमटिआर सिधै यो चाहिँ छिङ्गी कौलुन अनि एकचोटि हङकङ 3वटै स्टेसन छ के अरे यो चाहिँ यसको चाहिँ अनि यता गयो भने ट्याक्सीहरू अनि यता गयो भने चाहिँ बसहरू राइट साइडतिर गयो भने चाहिँ बस स्टप हो के अरे यहाँबाट चाहिँ विभिन्न ठाउँमा जाने बसहरू पाउँछ के अरे ल म चाहिँ अहिले यहाँ बस स्टपतिर जाँदैछु अब यहाँ बस नम्बर हेरेर चाहिँ बसहरू समात्नु पर्ने हुन्छ यसरी चाहिँ यहाँ बस स्टपको गएर लाइनहरू ले आमालाई पठायो अब चाहिँ म घर जान्छु के अरे
आजको भिडियो यसै हो। के कस्तो लाग्छ कृपया कमेन्टमा भन्नु होला। धन्यवाद। सी यू नेक्स्ट भिडियो।